मेरो एउटा व्यक्तिगत नभएर सम्पूर्ण नेपालीहरूको बारेमा केही कुरा भन्न गइरहेको छु। मलाई आफ्नो व्यक्तिगत रूपमा लागेको कुराहरू तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नुहोला, लाइक सेयर गरिदिनु होला। जस्तै मैले देखेको कुरा मेरो विचारमा के छ भनेपछि हाम्रो देश नेपालमा बस्ने जति पनि नेपाली दाजुभाइ तथा दिदीबहिनी हुनुहुन्छ, उहाँहरू धेरैजनाको आर्थिक अवस्थाको कारणले गर्दा कहिले अकालमा ज्यान जाने गइरहेको छ। यसको लागि नेपाल सरकारले पनि केही पहल गर्नुपर्दछ, किनभने नेपाल सरकार भनेको हाम्रो देश नेपालका नेपालीहरूको अभिभावक हो र केही उहाँहरूलाई समस्या पर्नु भनेको नै नेपाल सरकारलाई पर्नु हो। नेपाल सरकारमा रहनुभएका जो पनि हुनुहुन्छ उहाँहरूले आफ्नो जिम्मेवारी सम्झिनुपर्छ र नेपालीहरू, यो देश नेपालमा बस्ने नेपालीहरू अर्थात् सम्पूर्ण नेपालीहरूको एउटा अभिभावक भनेको नेपाल सरकार हो। त्यसैले नेपाल सरकारले पहिला विगतमा त जे भयो भयो, तर अब आउने दिनहरूमा यस्तो समस्याहरू नहोस् भन्नको लागि मेरो विचारमा हजुरहरूलाई कस्तो लाग्छ हजुरहरूले कमेन्ट गर्नुहोला है। राम्रो लाग्छ भने सेयर गरिदिनु होला। मेरो विचारमा जस्तै नेपालमा जति पनि नेपालीहरू हुनुहुन्छ उहाँहरू सबैजनाले आफ्ना आधारभूत आवश्यकताहरू परिपूर्ति गर्न सक्नुभएको छैन। त्यसको लागि मेरो विचारमा है नेपाल सरकारले के गर्नुपर्छ होला जस्तो लाग्छ भने, जस्तै 18 वर्षभन्दा माथिका र 60 वर्षभन्दा मुनिका जति पनि नेपालीहरू हुनुहुन्छ उहाँहरूलाई उहाँहरूको क्षमता, उहाँको शारीरिक सक्रियता र उहाँको योग्यता अनुसार उहाँहरूलाई त्यही अनुसारको रोजगारी दिनुपर्दछ र त्यही अनुसारको पारिश्रमिक दिनुपर्दछ। त्यसो गर्यो भने उहाँहरूले आफ्ना साधारण आवश्यकताहरू पुरा गर्न सक्नुहुन्छ। त्यस्तै गरेर हाम्रो देश नेपालमा अहिले विगतमा चलिरहेको भनेको लोकसेवा आयोग, नेपाल सरकारको लोकसेवा आयोग मार्फत विभिन्न किसिमका परीक्षा लिने र त्यही अनुसार रोजगार दिने गरिन्छ। त्यसो गर्दाखेरि केही मानिसहरूले मात्र रोजगारी पाउने गर्नुहुन्छ भने केही मानिसहरू त्यसबाट बेरोजगार हुनुहुन्छ र त्यसमा जहाँ गए पनि अन्य उहाँहरूले प्राइभेट सेक्टरमा काम गर्ने मान्छेहरूमा पनि सबैले रोजगारी काम गर्दाखेरि पनि प्राइभेट सेक्टरले रोजगार दिँदै रहँदा पनि सबै नेपालीहरूले रोजगारी पाउनुहुन्न। त्यहाँ पनि के हुन्छ त भन्दाखेरि केहीले मात्र पाउने गर्नुहुन्छ र धेरै जस्तो मान्छेहरू बेरोजगार नै हुनुहुन्छ। त्यसको लागि आखिर सबैलाई चाहिने भनेको रोजगारी नै हो। रोजगारी भयो अथवा केही आय आर्जन भयो भने मात्र उहाँहरूका सबैका आवश्यकताहरू परिपूर्ति हुने गर्छन्। जस्तै नेपाल सरकारले लिने परीक्षामा अब मानौँ 5-6 जनाको सिट अथवा मानौँ 100 जनाको सिट मात्र खुले पनि त्यहाँ धेरै हजारौँ जनाले त्यहाँ परीक्षा दिइरहनु भएको हुन्छ र जसले राम्रो लेख्यो उहाँहरूले मात्र रोजगार पाउनुहुन्छ र अरू त्यहाँ मध्येमा धेरै मान्छेहरूले त थोरै नम्बर ल्याउनुहुन्छ अनि उहाँहरूले रोजगारी पाउनुहुन्न। त्यसबाट उहाँहरू सबै बेरोजगार हुनुहुन्छ। तर उहाँहरूलाई त्यो स्तरसम्म ल्याउनको लागि उहाँहरूको बुवा आमाले सानैदेखि धेरै लगानी गर्नुभएको हुन्छ। आफ्नो क्षमता र आफ्नो आय स्तर अनुसार उहाँहरूले त्यही अनुसारको लगानी त हुन्छ नै। कसैले आर्थिक लगानी गर्नुभएको हुन्छ भने कसैले के हुन्छ त आफ्नो शारीरिक रूपमा उहाँहरूले दुःख गरेर भए पनि उहाँहरूलाई लगानी गर्नुभएको हुन्छ, आफ्नो उमेरको योगदान दिनुभएको हुन्छ जुन छोराछोरी हुर्काउनको लागि र त्यो स्तरसम्म पुर्याउनको लागि उहाँहरूले आफ्ना जस्तो सुकै भए पनि काम गरेर अथवा केही गरेर उहाँ छोराछोरीलाई त्यहाँसम्म पुर्याउनुहुन्छ। तर त्यसमा गइसकेपछि छोराछोरीहरू राम्रो मान्छेहरूले त रोजगार पाउनुहुन्छ भने, राम्रो भनाइको मतलब मैले नम्बर त्योमा उहाँहरूको त्यो लेख्ने अथवा पढ्ने त्यो पढेको आधारमा उहाँहरूले रोजगार पाउनुहुन्छ र अरू मान्छे नराम्रो भन्न खोजेको होइन। उहाँहरू बेरोजगार हुनुहुन्छ। अब उहाँहरूले के गर्ने त? त्यस्तो बेलामा घर परिवारले पनि उहाँहरूलाई विभिन्न किसिमका कुराहरू सुनाउनुहुन्छ। घर परिवारबाट पनि त्यस्ता बेरोजगारी मान्छेहरू बहिष्कृत हुन्छन्। अनि त्यसको बहिष्कृत भइसकेपछि मान्छेहरू के हुन्छन् भने चाहिँ विभिन्न किसिमका कुलतहरूमा लाग्ने गर्छन् र त्यसले गर्दा के हुन्छ त समस्या आउने गर्दछ र देशमा विकराल समस्या आइरहेको छ र अहिले पनि भइरहेको छ। हामीले भन्छौँ नि सडकमा मान्छेहरूले त्यो किन त्यस्तो गरिरहेको होला, त्यसले किन त्यस्तो के गरोस्, उसकै क्षमता पनि त भएन नि त, ऊ बेरोजगार छ, त्यसपछि त्यही भएर ऊ त्यसरी हिँडिरहेछ। अब सबै मान्छेलाई त्यहाँ सिलेक्ट पनि हुँदैन होइन, कुनै ठाउँमा जागिर गर्दाखेरि पनि। अनि त्यस के गर्ने त त्यसैले मलाई के लाग्छ भने नेपाल सरकारले उमेर पुग्न बित्तिकै उनीहरूलाई चाहे पढोस्
चाहे उसले शिक्षा हासिल गरेको होस् वा नगरेको होस्, उसको योग्य भइसकेपछि 18 वर्ष उमेर पुरा भइसकेपछि उहाँहरूलाई रोजगार दिने व्यवस्था गर्नुपर्छ र 60 वर्ष उमेरसम्म रोजगारी दिनुपर्छ र त्यसपछि नेपाल सरकारले दिइरहेको छ वृद्ध भत्ता, अथवा त्यसले गर्दा उहाँहरूलाई आर्थिक रूपमा अलिकति भए पनि केही राहत मिलेको छ। यो गर्यो भने जस्तै हामीलाई किन नेपाल सरकारलाई विभिन्न माध्यमबाट नेपाली जनताहरूले विभिन्न किसिमका करहरू तिरिराख्नु भएको छ। अब त्यो गरिसकेपछि यो देशमा आखिर पैसा के को लागि त? पैसा के को लागि? नेपाली जनताहरू सुखी हुँदैनन्, नेपाली जनताहरू दुखी हुन्छन्, भोकभोक मरिरहेका हुन्छन्, कोही पर त्यसरी अकालमा ज्यान गुमाइरहेका छन् भने नेपाल सरकारलाई कसरी शान्ति हुन्छ? नेपाल सरकारमा बस्ने मान्छे जोसुकै हुनुहुन्छ, जोसुकै नेपाली सरकारमा आउनुहुन्छ, तपाईँहरूले प्लिज अहिले आउनुहुन्छ अर्थात् आइरहनु भएको छ अथवा अहिले जुन हुनुहुन्छ तपाईँहरूले प्लिज नेपाली जनताहरूमा सोच्नुहोस्। सबै नेपालीहरूलाई उहाँहरूको शारीरिक अवस्था, शिक्षाको अवस्था र उहाँहरूको त्यो योग्यताअनुसार उहाँहरूलाई रोजगार दिनुहोस्, अनि मात्रै हाम्रो देश नेपालमा शान्ति हुन चाहन्छ, शान्ति हुन्छ है। मैले भएर केही होला? हवस्, धन्यवाद।